साथीहरू नमस्कार। यो भिडियोमा पनि आज म तपाईलाई संसारमा दूधको उत्पादन र यसको प्रयोग सम्बन्धी केही जानकारीहरू दिन गइरहेको छु। आशा छ यो भिडियोलाई पनि तपाईहरूले मन पराउनुहुनेछ। संसारमा प्रयोग हुने दूधको 83% दूध गाईबाट उत्पादन हुने गर्दछ। यसैगरी संसारभर प्रयोग हुने दूधमा भैँसीको दूधको योगदान 13% रहेको छ। यस्तै बाख्राले संसारभर प्रयोग हुने दूधमा 2% योगदान दिने गर्दछन्। यसैगरी ऊँटहरूले संसारभर प्रयोग हुने दूधको 0.5% योगदान दिने गर्दछन्। ऊँटहरूले सुक्खा ठाउँमा दूध उत्पादन र प्रयोगमा सहजता थपिरहेका हुन्छन्। अब बाँकी रहेको 0.5% दूध चाहिँ रेन्डरर अर्थात् एक प्रकारको मृग, त्यसैगरी चौरी गाई, घोडा र गधाहरूको दूधबाट त्यो परिपूर्ति हुने गर्दछ। यसरी हेर्दा संसारमा सबैभन्दा बढी दूध उत्पादनमा सहयोग गर्ने गाईहरूको हाल औसतमा संसारभर करिब 1 अर्ब 50 करोड सङ्ख्या रहेको तथ्याङ्कले देखाएको छ। तपाईले चाहिँ हालसम्म कुन जनावरबाट प्राप्त भएको दूध खानुभएको छ? तपाईले कमेन्ट गर्न सक्नुहुन्छ। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि हार्दिक धन्यवाद। तपाईको दिन शुभ रहोस्। हस्त नमस्कार।